म आज समर भन्ने ठाउँबाट हिजो राति समर भन्ने ठाउँमा रहेको एउटा होटलमा बास बसेर अहिले अप्पर मुस्ताङतिरै लागिरहेको छु। यसको मेरो दायाँ साइडतिर धौलागिरी लगायत अन्य हिमालहरूको दृश्य मैले खिचिरहेको छु र अहिले बिहानको करिब 7 बज्न लागेको छ। 7:57 भएको छ। हिजो बेलुका हल्का हल्का हिउँ परेको देखिन्छ र अहिले म हिजो बेलुका जस्तै बेलुकाको साँझको अर्थात् रातिको दृश्य कैद गर्दै भिडियो बनाएको थिएँ र अहिले म बिहानको भिडियो बनाउँदैछु। मेरो दाहिने हातले स्टेरिङ समाइरहेको छ र देब्रे हातले मेरो मोबाइलमा क्यामेरा खोलेर भिडियो खिच्दै अगाडि बढ्दै गरिरहेको छु। सायद यहाँबाट लोमन्थाङ अर्थात् कोइराला नाका 85 किलोमिटर छ भन्ने त्यहाँ होटलको सामनेले बताए अनुसार 85 किलोमिटर पर पर्छ भनी यो मेरो डेस्टिनेसन भनेको कोइराला नाकालाई सर र यो एकपटक अवलोकन गरेर पुनः यही बाटो आजै फर्किने सोच बनाएको छु र सायद अब फर्किँदाखेरि म पोखरै आइपुग्छु र यो बाटोको अवस्था हिजोको भिडियोमा पनि मैले बाटोको अवस्था बारेमा बताएको थिएँ र त्यो भनेको राति ड्राइभ गर्दाखेरिको हो र अहिले बिहानको अवस्था बिहान यही बाटोको अवस्थालाई मैले भिडियोमा कैद गरिरहेको छु। सुनिन्छ मुस्ताङ जिल्ला सामरिक रणनीतिक दृष्टिकोणले अत्यन्तै संवेदनशील स्थानमा रहेको बारे धेरै अगाडिदेखि त सुन्दै आएको हो। यहाँ युरेनियमको घना खानी छ भन्ने विभिन्न अध्ययनका रिपोर्टहरूले बताइरहेको अध्ययन गरिएकै हो। यो हिसाबले उत्तरतिर विशाल चीन र दक्षिणतिर अर्को देश विशाल भारतको बिचमा रहेको यो नेपाल भूखण्डको हिमाल पारीको जिल्ला मुस्ताङ अत्यन्तै संवेदनशील अवस्थामा रहेको मानिन्छ। यहाँ चौरी गाईहरू पनि बाटोमा हिँड्दै गरेको देख्नुहुन्छ। उताबाट सायद दमनथाङ कोइराला नाका पुगेर गाडी आएको हुनसक्छ, बिहानै हिँडेको हुनसक्छ। अप्पर मुस्ताङको यात्रामा पार गर्नुपर्ने सडकको अवस्था
कागबेनीबाट लगभग समान रूपमा निर्माण भएको देखिन्छ। बाटोको फराकिलोपन र ग्राभेलिङ गरेको ग्राभेलिङको अवस्थामा कालोपत्रे नभए पनि सवारी चलाउन त्यति असहज छैन। धेरै वर्ष अगाडिदेखिबाट अप्पर मुस्ताङ र लोमान्थाङ र कोराला नाका बारे जानकारी लिने, त्यसको अवलोकन गर्ने सोच रहेको थियो र त्यही सोच अनुसार मैले हिजो यो यात्रा तय गरेको हुँ। अहिलेसम्म गाडीको अवस्थाले त्यस्तो अप्ठ्यारो असहज अवस्था सिर्जना गरेको छैन। पारिदेखि नै सायद पोखराबाट देखिने धौलागिरीको यो हिमालपट्टिको उत्तरपट्टिको फेस हो यो धौलागिरी हिमालय हुनुपर्छ यो। त्यसपछि अलि टाढा टाढा माछापुच्छ्रेको दृश्य पनि देखिँदैछ। हल्का मोड आएको छ। उताबाट सायद एउटा मोटरसाइकल दुईजना भाइहरू आउँदै हुनुहुन्छ। कुन्द्रो परेको बाटो हिजो बास बसेको होटलमा पोखराबाट आन्तरिक पर्यटक नेपाली पर्यटक लिएर दुईजना भाइहरूले दुईटा गाडी
त्यहाँबाट त्यहीँ बास बस्नुभएको रहेछ। म अलि लगभग 8 बजीतिर त्यहाँ आइपुगेँ र उहाँहरूले खाना खाँदै हुनुहुँदो रहेछ। मलाई चाहिँ देखेर अनि कताबाट के कसो कताबाट आइपुग्नु भयो यताउता भन्ने खालको सोचेरी भयो। अनि म यस्तै त भाइ म यसरी गाडीतिर आएको एक्लै काठमाडौँबाट गाडी लिएर आएको यिनीहरू कोरोना नाका हेर्ने इच्छा थियो। अनि कसरी आउनुभयो एक्लै त म होइन होला एक्लै आएको भन्ने खालको कुरो। अब हो कि होइन अब त्यही गाडी मेरो त्यही थियो म एक्लै छु मेरो साथमा कोही पनि छैन। एकचोटि कोरोना नाका पुगेर आउँ भनेर आएको पोखराबाट आज 12 बजे हिँडेको यहाँ 8 बजे आइपुगेँ भने। अनि तिनीहरूले अलिक विश्वास गरेर नि गाह्रो माने। मेरो उमेरको अवस्था मेरो यो फेसको अवस्था त्यहाँ मेरो उपस्थितिले गर्दाखेरि उनीहरूले पत्याउन गाह्रो भयो। अनि सबै गाडीहरू पनि देखाइदिएँ सबै। त्यसपछि मैले यो बाटोमा खिचेको भिडियोको बारेमा पनि देखाइदिएँ। एउटा हातले स्टेरिङ समातेर एउटा हातले भिडियो बनाइराखेको भिडियो खिचेको देखाएर उनीहरू झन् दङ्ग भयो। कसरी बनाउनु भयो भने म आफै खिचेँ एउटा हातले स्टेरिङ समातेँ एउटा हातले भिडियो बनाएँ भन्दाखेरि उहाँहरू पत्याउनु यता गाह्रो भयो। अनि बिहान अलिक उठ्दाखेरि चाहिँ सँगै उहाँहरू पेसेन्जरहरूको झोलाहरू यता मिलाउनुलाई उहाँहरू ढिलो गर्नुभयो। म अगाडि बढेँ। उहाँहरूले सँगसँगै जाऊँ सर भन्दै हुनुहुन्थ्यो तर म तपाईँहरूको साथमा लाग्यो भने मलाई ढिलो हुन्छ। म अगाडि जान्छु उहाँ पुगेर सर हेरेर फर्केर आउँछु भनेर म यसरी अगाडि दौडेँ। उनीहरू पछाडि आउँदैछन्। सायद उनीहरू पनि आजै फर्किने अरे भन्ने खालको कुरो। त्यो उहाँहरूसित पेसेन्जर एकजना सिम्पानीमा बस्ने एकजना गुरुङ भाइ र अर्को चाहिँ यता मालेपाटनतिर बस्ने एकजना भाइहरूले करिब 15-20 जना पेसेन्जरहरू लिएर आउनुभएको रहेछ। फिर्ता पनि अलिक बेलुका उहाँहरू फिर्ता पनि भन्दै हुनुहुन्थ्यो। मैले चाहिँ बिहानको सिन यो अप्पर मुस्ताङतिर जाने अप्पर मुस्ताङतर्फको जाँदै गरेको बाटाको सिन हो। र फर्किँदाखेरि पनि मैले अब यस्तै ठाउँमा विभिन्न भिडियो क्लिपहरू बनाउने छु। आफू बोल्नेछु। अब यहाँको भौगोलिक अवस्थाको बारेमा हेर्ने हो भने सायद यो एकदमै हिउँ अलि डेन्सली हिमपात भएको अवस्थामा यहाँसम्म हिउँ परिने रहेछ। पारी तलसम्म हिउँ परेको देखिन्छ। बाटोको अवस्था यही हो। एक नासको बाटो वहाँ कागबेनीबाट अहिलेसम्मको बाटो सडकको अवस्था हेर्दाखेरि एक नासको बाटो खासै कतै घरकै बिग्रेको केही पनि छैन। यो ग्राभेल गरिएको अवस्थाको बाटो हो। यो एक सुरले गाडी चलाइराखेको अवस्था छ। एक तमासले गाडी चलाइराख्दा यहाँ भिडियो खिच्न पनि सहज भइरहेको छ। मैले खास गियर 2 नम्बर गियरमा चलाइरहेको छु। घरिघरि यसो कुरा गर्दाखेरि गियर अलि माथि उठाउँ कि भन्ने सोच पनि आएको। तर माथि उठाउँदाखेरि यहाँ भिडियो डिस्टर्बहरू भएको हुनाले मैले एकतर्फी एक नाखले चाहिँ 2 नम्बर गियरमै राखेर चलाइरहेको छु गाडी। अलिकति मोड आयो यहाँनिर कतन गऱ्यो। मोड आयो।
सायद हिजोको बादली भएको कारणले गर्दाखेरि माथि अलिअलि हल्का हल्का भ्यू पऱ्यो देखिन्छ। बादल पनि अलिअलि सेतो बादल पनि लागेको छ। यो उकालो उकालो लाग्न पर्ने हो, उकालो हल्का उकालो हुनुपर्ने बाटो, तर यो ओह्रालोतिर लागिरहेको छ। अहिले सम्भवतः फेरि उकालो चढ्नु पर्ने हो कि या यसकै प्यारललमा पर्ने हो त्यो अहिले थाहा हुनेछ। हल्का ओह्रालो 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 झर्दै बाटो माथिबाट आएको यस्तो घामको छाया परेर सायद हेरौँ। माथि निकै डरलाग्दो चट्टान पहाड छ सायद यहाँ। ओहो चरा चरा, के चरा हो यो? तित्रा त होइन, तित्रा त के हो? लौकाट जस्तो नि छ। यहाँको बन्ने पशु पंक्षी पनि यसरी बनाएर रहेछ। माथि सायद बस्नको लागि गुड बनाइएको हो कि जस्तो देखिन्छ। घाम लागेको छ, आकाश पनि हल्का सफा देखिन्छ। कहीँ कहीँ बादल सेतो बादल छ र माथि आकाश त्यस्तो कञ्चन निलो त होइन, तर हल्का सफा देखिएको छ बादल। यहाँनिर एउटा घर आयो, सायद यो चिया खाने होटल हो कि। अब यदि चिया खान पाइने भएदेखि म यहाँ अब एकछिनलाई चिया खाइन्जेल म रोक्नेछु। के भन्छ स्याङ बेसो, स्याङ बसो छिलिङ भन्दो रहेछ। कोरला 72 किलोमिटर रहेछ यहाँबाट स्याङ बसो छिलिङबाट कोरला 72 किलोमिटरको दूरीमा रहेछ। म यहाँ एकछिन रोकेँ, यहाँ विदेशीहरू पनि रहेछन्। मैले एकचोटि यहाँ गाडी रोकेर बिस्तारै गाडी रोकेर मैले बाहिरको सिन पनि खिच्दैछु अलिकति। र सायद यहाँ होटलमा चिया पायो भने चिया, एक कप चिया समेत खाएर अगाडि बढ्नेछु। मेरो गाडीको कन्डिसन भनेको यो हो, खासै त्यस्तो छैन। यो त ब्याग, एउटा ब्याग छ, एउटा पुस्तक छ यहाँ त्रिभुवन युनिभर्सिटीले प्रकाश शङ्करको यो कल्चरल कन्टेम्पोरेरी नेपाली सोसाइटी एन्ड सोसियल एन्ड कल्चरल एन्थ्रोपोलोजी रिडर भन्ने किताब छ, जसमा मेरो एउटा आर्टिकल पनि मेरो छापिएको छ। मेरो गाडीको भित्रको कन्डिसन भनेको यही नै हो। म हल्का भित्र बाहिर म झरेँ र एकचोटि एक राउन्ड यहाँको दृश्य कद गर्दै मैले चियाको लागि अनुसार लोघेर दामोदर कुण्ड गाउँपालिका अरे, लोघेर दामोदर कुण्ड नगरपालिका हुँदो रहेछ। यहाँ डिजेल पेट्रोल पनि पाइन्छ अरे। यो घरमा राखेको छ। यो लोघेकर दामोदर कुण्ड नगरपालिका गाउँपालिका चराङ हार्दिक सहर्थ भनेर यसरी बोर्ड राखेको रहेछ। सायद अति सुन्दर ठाउँ। यहाँको परिदृश्य, यहाँ हल्का केही विदेशी पाहुनाहरू पनि हुनुहुँदो रहेछ र उहाँले चिया खान लाग्नु भएको छ। चिया खाँदै हुनु रहेछ। निलेरी होटल रहेछ। साउनी चिया खान पाउँछ? ल ल्याउनु त मलाई। दुधको चिया कि कालो चिया? मलाई दुधको दिनु है त। अनि सिगरेट पनि पाउँछ?
खुकुरी र सूर्य छैन सूर्य छ सूर्य छ एक खिली ल्याउनु होइन अनि एउटा चिया दुधको चिया बनाउनु है त ल Sorry, Mom. Where are you from? Where are you from? Switzerland. Sorry? Switzerland. Switzerland, yes. अहिले मैले चिया खाने बेला भयो यो घर आउने बोतल चिया खाएर बोतल घरको सानो लिएको छु र अहिले म चिया खान लागेको हुनाले भिडियो अहिले हाल्दा यो क्लिप चाहिँ बन्द गरिदिन्छु करिब 24 मिनट भएछ